नातिनी र बोजू जिस्केको हेर्नु भयो बाजे र नातिनी जिस्केको बाई बाई 1 2 3 1 2 3 1 2 3 आज तो अंकल से क्या छप्पे छोड़ दी ना आंटी छोड़ दी ना हाँ छोड़ दो छोड़ दो छोड़ दो छोड़ दो छोड़ दो हाँ छोड़ दो 1 2 3 हेर्नुहोस् साथीहरू 1 महिना 10 दिनकोमा बसेको पेसेन्सी अहिले 5 महिना लाग्यो यस्तो हुनुभएको छ तपाईहरुलाई कस्तो लाग्छ हेलो गाइस आज चाहिँ म अब यहाँ अंकललाई लडाइदिन्छु यहाँबाट लडेर अंकलको के हुन्छ याद छैन ठोक्यो भने ठोक्यो गयो भने गयो गीता हिँड्नु त्यहाँदेखिको खत्तम बाई बाई ये भिडियो हेर्नु गर्ने अब अन्तिम 1 2 3 पक्री हाल्यो नि यहाँ यस्तो गरिदिउँ यो मिलाइदिउँ यस्तो गरिदिउँ सिधा सीधा गरेर गुल्टाइदिउँ सीधा गरेर छोड्दिउँ 1 2 3 हेलो हेर्नुहोस् है यहाँ हेर्नुहोस् लडाइदिन्छ भनेर चाहिँ यति साह्रो डर छ नि मान्छेको मनमा यहाँ हेर्नुहोस् ल अचेल त 5-6 घन्टा बस्ने भएको छ नि साथीहरू विलचेयरमा हेर्नुहोस् न पुरानो साथीहरूलाई सबलाई थाहा छ नयाँ साथीहरूलाई मैले भन्न चाहन्छु ब्रेन स्ट्रोक भएको एक साइड प्यारालाइज हो अहिले चाहिँ यति बाटो भएको छ नि सिँढीमा जिस्काउँदैछु कि बहिनी नातिनीले अन्त